व्हाट्सअप है। अनि सबैले योपालि याद गर्यो होला, होली चेन्ज भएछ। अब होली हाम्रो लागि होइन। देखि होलीमा रङ लाउन कन्सेन्ट लिनुपर्छ। होलीको दिन रङ लाउन नपाउने, ढोला हान्न नपाउने। होलीको दिन हाम्रो लागि एउटा इन्टरटेनमेन्ट हुन्छ, त्यो भने फाइट्स। अनि टोलमा एउटा भेला हुने ठाउँ हुन्छ, जुन ठाउँमा हरेक 20 वर्षदेखि झगडा परिरहेछ, त्यो ठाउँमा फाइट्स पर्छ। मलाई रिस उठ्छ केटीहरूदेखि, सरी क्विन्सहरूदेखि। त्यो दिन मलाई यिनीहरू 364 दिन मनपर्छ, त्यो दिन छोडेर। यिनीहरूलाई त्यो दिन, क्विन्सहरूलाई त्यो दिन जानुपर्छ त्यही ठाउँमा। थाहा छ जुन ठाउँ 20 वर्षदेखि झगडा परेर योपालि क्विन्सहरू गइसिन्छ, झगडा हुँदैन, उहाँहरू डान्स गरिसिन्छ त्यहाँ। अनि हामी त्यहाँ गएपछि फाइट पर्ने सिन हुन लाग्छ, र फाइट एक मुड्की छोडी नै सकेका हुन्छ। अनि उहाँहरू रुइदिनु, क्विन्सहरू रुइदिनुहुन्छ। मेरो दिमाग सड्किन्छ। उहाँहरू फिल गर्नुहुन्छ अनसेफ, उहाँहरूले बोलाउनुहुन्छ पुलिस। अनि त्यसपछि पुलिस आउँछ, फाइट हुँदैन, अनि बच्चा डिजे, अनि दे विल डान्स। मेरो दिमाग घुम्छ त्यो देखेर। म सक्दिनँ यस्तो सहन। मलाई फाइट्स हेर्नु छ। कि मैले रङ लाउनु पर्यो कसैलाई, कि मैले लोला हान्न पाउनु पर्यो, कि मैले फाइट्स हेर्नु पर्यो। म नाच्न सक्दिनँ होलीको दिन। मलाई इन्टरटेनमेन्ट के हो, तीनटामा एउटा हुनै पर्यो। अनि म त्यो खोज्न जान्छु कन्सर्ट। अनि यो त्यहाँ गएपछि थाहा भयो मैले, समाज सुध्रेछ। यो समाजमा सन्त मनुष्यहरूको जन्म भइसकेछ। अब जुन हामीले इन्टरटेनमेन्ट खोज्थ्यौँ त्यो हुँदैन। म जान्छु कन्सर्ट, त्यहाँ हुन्छ एकदम कुल किड्सहरू। अनि यो चाहिँ रियल इन्सिडेन्ट। एउटाले आफ्नो फेभरेट ब्यान्ड मेम्बर आयो है स्टेजमा, त्यसले सिटी बजायो, यताबाट एउटाले ओइ फोरा यता, त्यसलाई हालेर लग रे। म यसरी हेरेर छु, अब पर्छ हानाहान म्याक्स, यस। अनि एट द्याट पर्टिकुलर टाइम त्यसले के भन्छ थाहा छ? द्याट वाज द गुड वान। मेरो दिमाग घुम्छ। म यति कुल छैन। आई वाज नट रेस्ड इन दरबार मार्ग विथ दिस कुल किड्स। आई वाज नट। म हुर्केको ठाउँमा यदि नचिने मान्छेले नचिनेलाई त्यसरी बोलाउँछ भने त्यो दिन कि त्यो मान्छे जेलमा पुग्छ, कि त्यसको 2टा दाँत झर्छ। अनि पिपुल आस्क मी समटाइम्स, why are you so uncomfortable saying things like this? Because I was not raised in दरबार मार्ग. I was not. मैले होलीको दिन फाइट हेर्न पाइनँ किनभने म दरबार मार्गमा गएँ, त्यो कन्सर्टमा गएँ। म टोल घुम्या भए मैले त्यो दिन फाइट हेर्न पाउँथेँ। मैले त्यो दिन पाइनँ किनभने म गएँ कन्सर्ट हेर्न। मलाई रिस उठ्रा, मेरो यो वर्ष होली खराब भयो। मलाई रिस उठ्रा, मलाई एन्जाइटी भइरह। अब मैले फाइट मिस गरेँ योपालि। पहिला दाईहरू रड बोकेर हिँड्थ्यो टोलमा, रड बोकेर मुखभरि सेतो लाउँथ्यो, रड फालिदिन्थ्यो, स्कुलको सिसा भएको थियो, हिँड्थ्यो। मलाई मजा आउँथ्यो त्यो हेर्न। मेरो इन्टरटेनमेन्ट पर्पज त्यहाँबाट निस्किन्छ। मलाई कता हिँडेकोमा होलीको दिनमा डान्स गर्न कुनै रहर छैन। म नाच्न सक्दिनँ। मेरो दिमाग घुम्छ त्यस्तो हेऱ्यो भने। र म सोच्दै समाज कुन दृश्यतिर गइरहेछ, कुन मोडमा गइरहेछ। यो समाजमा म जस्तो मान्छे छैन। यो समाजमा म एक्लै हो जसलाई होलीको दिन फाइट हेर्नुपर्छ। म जन्मेदेखि फाइट हेरेर, जन्मेदेखि होलीको दिन पर्थ्यो। बट वाट? क्विन्स फिल अनसेफ। पहिला हाम्रो टोलमा पुलिसहरू सिभिल ड्रेसमा आएर होलीको टी सर्ट लाएर फाइट हेर्थ्यो। मरस खाथ्योहरू। हामीले भनेर फाइट गरे मरस। पुलिसहरू मस्त हेर्थ्यो। आजकल दिस क्विन्स फिल अनसेफ। पुलिसलाई यिनीहरूले फोन गरेर बोलाउँछ होलीको दिन। एन्ड बाई द वे पुलिस त्यही फाइट हेरेर बसिरहेको हुन्छ क्या।